योग गर ध्यान गर नाम जप हरिको गर्व शरीर कति बोकेको जन्म भरिको जनखा चाहका गिला बिहान पेट खाली सुखी जीवन कसिया भलो रोग रोग पाली। नमस्कार सुप्रभात सबैजना निकाय होला। म ठीक छु, एकदम बढिया छु। तुम सबै निकाय होला। आज मैं हमारी खानपीन के बारे में र तैले हमारा स्वास्थ्य में पाड़ेको प्रभाव के बारे में की जानकारी दिन पर्यो। पहले का जमाना में के हुन्थ्यो, हम एक तो हम फोला पानी खान्थे, दोहोरो हम पारो हान्थे, हमसे बिन्ना हान्थे, तनमा बनाई छाँस खान्थे। तेस्रो के थियो, हमसे तो हमारा स्थानीय उत्पादनहरू थिए, जैसे घोगा हो गया, जैसे मकई भट्टू जौ गहुँ। हम हमारा बारी में हमारा खेतून में हमारा गाड़ा कनाला उत्पादन गरन्थे, उसै खान्थे। अहिले त समयको कुचक्रलाई आयो, सबै कुरा हनलै नै आइपस्यो। कतै अतिवृष्टि अनावृष्टिका कारणले स्थानीय स्तरमा उत्पादन नहान्पस्यो, जयको प्रभाव हामीले बाहिरबाटै मगाउनु पर्यो र ऊ केमिकल मिसावट छ, शुद्ध नै थिइन्, प्राङ्गारिक मलहरू प्रयोग गरिएको नै थिइन्। उहिले हाम्रो स्वास्थ्यमा एक दीर्घकाल असर पड्नु पर्छ। त्यसपछि हमारा जीवाडालाई स्वादिष्ट लाग्या चौचौ चाउमिन मोमो पिज्जा बर्गर लगायतका चिजहरूले हाम्रो स्वास्थ्यमा एकदमै नकारात्मक प्रभाव पाडिरहेको छ। जयकी निवारण के लेखा हामीले केवल हमारा घरमा उत्पादन भएका, बरु हम कम खाऊँ तर घरमा उत्पादन भएको के शुद्ध, जैसे हम घी बेच पर तेल खानुपर्छ कि घी बेच पर तेल खानुपर्छ त अवस्था नै हो। हम पर त घी को क्वांटिटी कम गरेर तको मात्रा कम गरेर हामीले घी नै युज गर्यो भ्या भरे ठीक हुन्थ्यो। गुड़ बेच पर चीनी खानुपर्छ। चीनी हमारा स्वास्थ्य के लिए एकदमै हानिकारक छ। त्यो चीन हामीलाई चाहिएन रहेको, हमारा स्वास्थ्य माग्गै नै त्यो चीन। तबले हामीले बिहान उठौँ मजाले कनाइ ठुला ठुला गिलासमा चाह बनाया मजाले खाया। तैले हमारा स्वास्थ्यमा विभिन्न किसिमका रोगहरू, ग्यास्ट्रिक एसिडिटी कब्जियत लेबर आयो। प्रत्येक मान्छेका घुँडानका समस्या, विभिन्न समस्याहरूले हम अहिले ग्रसित छौँ। बिहान नै खाली पेट चाह जन खा भन्नान अंग्रेज कलकत्ता बाई गया औलाद छाड़ी गया औन झने खानु पस्या काफलो बाड़ी गया भन्थे। अंग्रेज बाई गए चाह पनि सिकाए गए। पहिले हमारा जुजु बजिया चाह राई पनि थियो, स्वस्थ थिया, मस्त थिया। अहिले हम बिहान उठ्ठौँ मजा चाह का गिलास बिस्तराईमा सन्ने नाय पूजा नाय मुख धुनाय केही नाय। हमारी खानपीन हमारी लवाई खवाई सब बिगड्यो। त हाम्रो स्वास्थ्य झनझन की भयो, बिगड्दै गयो। जयको प्रभाव हामीले जति कमाए बोले एक दिन डाक्टर साहब हमारा कमाए सब छोड्खन्यान। तब हमसित यदि हाम्रो स्थानीय उत्पादन छोड्ना उहिले अधिकभन्दा अधिक प्रयोग गर्नु पर्यो के। बाहिरका लिए जैसे अचेल कि छ हमारा गाउँघरतिर घोगा बकरान खुवाउनु पर्छ, गोरुचान खुवाउनु पर्यो। गाउँ बजारबाट महेन्द्रनगरको धनगढको इथौथ तराई क्षेत्रको गाउँ मजाले खानु पर्यो। उहिले हाम्रो स्वास्थ्यमा विभिन्न किसिमको प्रभाव पाडिरहेको छ। तब हमसित भएको चिज त हामीले उपभोग गर्नु पर्यो नि, नभएको थप गर्दैन। तर हमसित भएको चिजहरू हामीले उत्पादन देखा भट्टु बेचेर चामल खानु पर्यो। यो हाम्रो एक कसी कुबुद्धि हो कि यसले हाम्रो स्वास्थ्यमा ठुलो प्रभाव पाडिरहेको छ। तब हामीले हाम्रा स्थानीय उत्पादनहरू अधिकभन्दा अधिक प्रयोग गर्दै